आयो दिन कता गएको तिमी कहाँ आएको कहाँ आएको कहाँ आउनुभएको हो के भयो तिमीलाई लाग्यो क्या समुद्र लाग्यो 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 के है के हो ओरेन्ज खानुभएको ओरेन्ज हो ओके आई विल सी यु ओके बाई ओइ हुन्न पुग्नुहुन्छ छोरो बलाई बोलाएको ल लाउनु पालाउनु गर्मी हुन्छ र पाल्नु उहाँ देखेर बोलाएको नमस्ते नमस्ते Vale, gracias. Babu. Hola. Coca-Cola. Alrighty. हामी कहाँ आएको बेनिट्रम ल दिल्ली नजानु भयो क्या ठिक छ 3 छ 4 बजे त्यहाँ गइन्छ फेरि 5 6 7 हो त्यही हो त्यो गर्ने हो सेलिङ नाइस ह्यापनिङ छ है गाइजहरू ह्यापनिङ बेलुन टाढै लान्छ फेरि है एकचोटि हामी आउँदाखेरि कस्तो खोलिरहेको थियो रोडमा अगाडि उभिएर रोड हातै कस्तो ल जानु त्यही त नि त्यसले धेरै रमाइ इन्जोय गर्थ्यो ल गाइजहरू यो चाहिँ हाम्रो काल्पे स्पेनको काल्पे भन्ने ठाउँ है यो स्पेनको धेरै ठाउँमा यस्तो बिचहरू रहेछ क्या यो अनि पानी लास्टै सफा क्या पुरा ब्लू वाटर के लास्ट दामी एकदम दामी कि यो चाहिँ घरहरू चाहिँ खतरा हल्का नहुने 20-25 तला भन्दा धेरै चाहिँ तर बवाल अनि धेरै इभेन्टहरू एक्टिभिटिजहरू चाहिँ पुरा गर्न मिल्ने खालको छ यो चाहिँ काल्पे बिच जहाँसुकै यस्तो छ यो स्पेनभरि काल्पे बेनिट्रोम खाबिया जतासुकै बिचै बिच यो चाहिँ काल्पेको मेन पलायो सानो भनिन्छ यसलाई सानो बिच छ यो त्यहाँबाट आसमान छ त यतिले नै टुरिस्ट मान्छे आउने
Spain runs in the tourist income. 60% income tourist. Alright guys. अर्को जति देखाउँछ ओके ल भिडियो बनाएको अलिक भ्यू गरेर के यसो सुत्यो खाने सङ्घायो भएर अलिक खेलेको चाहिँ देखियो भ्यू बनाएर एकदम बनाएको छु रोक्नु बनाइरहेको छु मैले बिस्तारै यही हो कि जस्तो बनाइदिन्छु के जुमै गरेर क्या मैले जुम गरेर नै ठ्याक्कै कोही कोहीलाई ठ्याक्कै नजिक कोहीले अलिक टाढा बिस्तारै टाढा गर्ने झ्याप्प टाढा गर्ने खाब्यामै छ रसिन नेपाली एकदम नै यो पाल्पा जाँदाखेरि देखिन्थ्यो नि बजार कस्तो है त्यस्तै राइट अनि मैले छुवाइसकेँ मैले अङ्कल होइन म गर्छु कि सर फिसिङ म चिकनमा कहाँ साङ्ग्रिया ल बुढा पाइया मान्छे नै खिच्छौँ कि त्यो पाइयालाई मात्रै नखिच्छ कसले खा कति थाहा पाउनु पर्यो यहाँ उभिएर दुईजना माथि यहाँ उभिएर यहाँ त बस्ने नि है चस्मा के भन्छ होला बर्लिन पोट्सड्याम यसलाई के भन्छ पोट्सड्याम ओके गाइज वी आर इन पोट्सड्याम आइसकेपछि तलको धनैले हेर्नु पर्दैन त केही पनि त्योभन्दा 4 गुणा छ अर्को झर्ना पोट्सड्याम 150 किलोमिटर पर रेस्टुरेन्टमा काम गर्न जान्थेँ म ट्रेनबाट यहाँ जर्मन 150 किलोमिटर टाढा केही टाढा जस्तो लाग्थेन Alright guys, we are in Potsdam and this is
I don't know what it is, but हातले लाग्छ के लाग्छ यसो किन यसो गर आयो आयो मैले डिस्टर्ब गरेपछि के हुन्छ यता आउँछ यहाँ चाबी राखेर गर्नु पर्यो त